तपाईको जापानमा चाहिँ एकदम रुल एन्ड रेगुलेसनमा चाहिँ एकदम रुलको फलो गर्नुपर्ने रहेछ हैन। मैले चाहिँ रुल एन्ड रेगुलेसन फलो नगर्ने कारणले मलाई पनि क्लेम आयो हैन। क्लेम कस्तो आयो भन्दाखेरि मैले म्युजिक बजाएर हिँडिरहेको थिएँ क्या हैन, टुकचुक टुकचुक पारेर हैन म्युजिक बजाएको, अनि एक्कासी मेरो क्लेम आछ। मेरो पसलमा गयो, मेरो क्लेम मेरो घरमा आउँदैन, किनभने मैले जुन कम्पनीमा काम गरिरहेको छु त्यो कम्पनीमा जाने रहेछ। त्यसकारणले आज चाहिँ मेरो एकदम नराम्रो दुःखको खबर हो। हेलो एन्ड नमस्ते, के छ हालखबर? तपाईहरु सन्चै हुनुहुन्छ होला? म पनि सन्चै छु। आजको भिडियोमा तपाईहरुलाई स्वागत छ। आज म छुट्टी, हप्तामा एकचोटी दुईचोटी चाहिँ छुट्टी हुन्छ, कोही बेला 3 चोटी हुन्छ हप्तामा, किनभने कोही बेला 6 दिनसम्म लगातार काम भएको कारणले गर्दा। त्यसैले आज म छुट्टी छु। त्यसकारणले देख्न सक्नुहुन्छ आजको मौसम तपाईको यस्तो खालको छ है साथीहरु। यो खालको छ मेरो, फेरि रुममा देखिने मौसम यस्तो खालको छ नि, बबाल देखिन्छ यहाँ। मेरो बाहिर लुगाहरू सुकाइरहेको छु यसरी हैन, मस्त सस्ता छ। अब घामसाम यस्तै लागिरहेछ। अब म त्यो छ नि जुन बिल्डिङ थियो, जुन यो अग्लो हो त्यो साइडतिर चाहिँ म घुम्न जाँदैछु है साथीहरु। हेर्नु होला कस्तो हुन्छ, अन्तिमसम्म हेर्नुपर्ने हुन्छ तपाईहरुले, किनभने तपाईहरुले हेर्नु भएन भने जापानको बसोबास अलिकति खल्लो हुन्छ, किनभने तपाई हुनुहुन्छ र म छु हैन। त्यसकारणले गर्दा सबैलाई भिडियोमा वेलकम छ। अब म लागे एकचोटी घुम्नु त्यतातिर, किनभने दिनभरि रुममा बस्दाखेरि वाक्कै लाग्यो हैन। अब लगभग उठ्यो, हिजो 2 बजीसम्म सुत्यो, अब चाहिँ रेगुलर 10, 11, 12 बजे आए पनि लगभग सुतिहाल्ने गर्नु पर्यो, किनभने नस्तो कारणले गर्दा अलिकति जिउ भारी भारी भयो, कस्तो कस्तो भएको भयो। पढ्नु मनै नलाग्ने हैन, खै के हो यार, SSW2 मा चेन्ज गर्न नसकिने अवस्था छ। त्यसकारणले धेरै साथीहरूले कमेन्ट गर्नु भएको थियो हैन। कसैले चाहिँ नि कस्तो कमेन्ट गर्नु भएको थियो भने, तपाईले प्रश्न चाहिँ के गर्नु भएको थियो भने हैन, स्टुडेन्टमा आउँदा राम्रो कि वर्किङमा आउँदा राम्रो कि अनि केमा आउँदा राम्रो हुन्छ भन्नुभयो हैन। तपाईको विचार हो, तपाईको खर्चले के कस्तो भ्याउँछ हैन, तपाईको खर्चमा भर पर्छ। किनभने तपाईले जति स्टुडेन्टमा खर्च गरेर पछिको लाइफलाई चाहिँ बेटर बनाउन सक्नुहुन्छ भने, दुःख गर्न सक्नुहुन्छ भने तपाई स्टुडेन्टमा आउनुस् हैन। अब हैन म वर्किङमा आउँछु, हेरथोर पैसा कमाउँछु र स्टुडेन्ट जतिको मेहनत गरेर SSW2 मा चेन्ज गरेर पनि राम्रै पैसा कमाउँछु भन्नुहुन्छ भने SSW मा आउनुस् भन्न चाहन्छु। किनभने अब सबै कुरा आफूले भोगे जस्तो हुँदैन, भने जस्तो हुँदैन। मैले जति पनि दुःख भोगिरहेको छु, जति गरिरहेको छु त्यो व्यक्त गरेर हुँदैन नि त हैन। त्यसकारणले त्यस्तै हुन्छ साथीहरु हैन। सबैको आफ्नो सोच हो, आफ्नो विचार हो। त्यसकारणले गर्दा जापान आएर टिक्नु कुरा हो, सबैभन्दा कुरो टिक्नु यहाँ सबैभन्दा। यहाँ तपाईको चाहिँ नि हैन भने जस्तो भइएन भने कम्पनीले दिनै टर्चर गर्यो भने त्यो सकिँदैन, किनभने यहाँको गाह्रो हुन्छ। कोही कम्पनीमा सबै जापानिजहरु राम्रो हुन्छ भन्ने हुँदैन। त्यसकारणले गर्दा अब सबैले राम्रो हुन्छ भने हुँदैन क्या तपाईको। त्यसकारणले गर्दा तपाई आउनु हुन्छ भने चाहिँ मेरो विचारमा वर्किङमा आउनुस्। अब दुःख सुख त्यस्तै हो, यसरी बिदा हुन्छ, छुट्टी हुन्छ, यसरी म भिडियो बनाउँछु तपाईहरुको लागि। त्यसकारणले गर्दा अब मेरो विचार भनेको चाहिँ यो ड्राइभिङमा हो, अरु भन्दा नि हेर्नु देख्न सक्नुहुन्छ हैन, गाडीहरुमा हो। गाडीहरुतिर चाहिँ नि चेन्ज गर्नु पाए आनन्दको काम हुन्थ्यो हैन। किनभने ड्राइभिङ हो क्या। नेपालमा जस्तो फेरि ड्राइभिङ हुने जस्तो लाग्छ तपाईको जस्तो यो 12 चक्के गर्ने चक्का चलाउने गाडीहरुमा। यहाँ मैले जापानिजहरुलाई यसो सोधि हेरेको हैन, स्यालेरी राम्रै हुन्छ, किनभने कम्पनीको बोनस पनि राम्रो आउँछ भनेर चाहिँ यहाँ सुनियो। त्यस्तो खालको आयो। अनि त्यसकारणले नेपालमा पनि साथीहरु अहिले पढिराख्नु भएको रहेछ हैन, गरिराख्नु भएको रहेछ। त्यसकारणले ड्राइभिङमा आउनुस्, एकचोटी आइहेर्नुस् न हैन। 2-4 जना साथीहरु चाहिँ ड्राइभिङमा आएपछि त्यसपछि यहाँ आएपछि बुझिन्छ नि त हैन, कम्पनीमा कस्तो रहेछ भन्ने कुरा सबै कुरा थाहा भएपछि अनि हामी पनि त्यसमा साथीभाइहरुसँग यसो गफगाफ गरेर त्यसमा कम्पनी राम्रो हो भने हामी पनि चेन्ज गरौँला भन्ने विचार। अब मैले अहिले तत्कालै मैले यहाँ आएको छु हैन, भाषा पनि छैन, के पनि छैन, त्यतिकै मैले ड्राइभिङमा चेन्ज गर्छु भने नि मिल्दैन क्या तपाईको। यही कम्पनीमा राम्रोसँग मैले भाषा पुर्याएर चाहिँ नि राम्रोसँग गर्न सकेको छैन। त्यो भएको कारणले गर्दा म अहिले तत्काल ड्राइभिङमा छिर्छु गर्छु भनेर चाहिँ त्यो अलिकति असम्भवको कुरा पनि रहेछ क्या। किनभने मैले बुझ्दाखेरि, किनभने यही कम्पनीमा राम्रोसँग भाषा पुर्याएको छैन, त्यही कारणले तपाईको ड्राइभिङमा अब आउनुको लागि त मेन भाषा पनि चाहियो। अब तपाईको लोकेसनदेखि लिएर हरेक ओ यार खतरा पनि हुनु पर्यो हैन, त्यो चाहियो नि त। त्यसकारणले गर्दा म त त्यो भन्न चाहन्छु हैन साथीहरुलाई। अब अहिले ड्राइभिङको लागि चाहिँ स्किलफुल हुनुहुन्छ नेपालमा। त्यसकारणले 12 चक्के लगभग हेभी ड्राइभिङ भनौँ न, हेभी ड्राइभिङ चलाइराख्नु भएको छ भने ती साथीहरुको लागि चाहिँ अब भाषा राम्रोसँग पढेर तपाईले N3 लेभलको भाषा बनाएर अब N3
N2 के अरे N4 पास गरेर आउनु भयो भने तपाईँलाई बेस्ट चाहिँ बेस्ट हुन्छ है। ड्राइभिङमा चाहिँ राम्रै हुन्छ, स्यालेरी हेर्ने होइन नि त, कम्पनीमा राम्रो हेर्ने हो क्या। अब मैले कम्पनीमा राम्रो हेर्ने हो किनभने कम्पनीले तपाईँलाई कतिको सपोर्ट गर्छ भन्नेमा भर पर्छ नि त होइन। म SSWमा आएर अब मलाई कम्पनीले सपोर्टै गरेन भने फेरि होइन गाह्रो हुन्छ नि त। त्यस कारणले गर्दा धेरै नै गाह्रो हुन्छ। त्यस कारणले गर्दा गाह्रै छ। अब जापानमा कम्पनीमा पनि भर पर्छ तपाईँको, किनभने कम्पनीले कतिको राम्रो गर्छ तपाईँलाई होइन। SSW2मा कतिको चेन्ज गर्नको लागि सपोर्ट गर्छ तपाईँले। म SSW2मा चेन्ज गर्छु अब भइहाल्यो, अब दिन्छु इक्जाम भनेर पाउने चिज पनि होइन क्या त्यो चाहिँ। फेरि तपाईँले कम्पनी दिने हो नि त, यो कम्पनी चाहिँ ल योग्य भयो, यसले चाहिँ चाहिँ अब म्यानेजर लेभलको काम चाहिँ सम्हाल्न सक्दो रहेछ। एउटा टेम्पो एउटा चाहिँ नि पसल चाहिँ यसले एउटा चाहिँ के भन्छ एउटा ब्रान्च चाहिँ यसले चलाउन सक्छ भनेर त्यो चलाउन सक्छ, यसले ह्यान्डल ओभर गर्न सक्छ भनेर चाहिँ SSW2मा चेन्ज गर्ने हो नि त, दिने हो नि त त्यो भिजा। अब तपाईँको सक्दैन ए भने त तपाईँलाई दिँदैन, किनभने अझै पनि यसले सकेको छैन, यसले अझै पनि भुसेको छैन, अझै पनि भाषा बनान भने चाहिँ यस कारणले गर्दा तपाईँलाई दिन सक्दैन। त्यस्तो रहेछ। मैले यहाँ बुझ्दाखेरि चाहिँ अब यहाँको भाषा बनाऊ भन्छ, किनभने भाषा बनाउनु मैले भाषा बनाउनु भने नि मेरो चाहिँ अहिले क्लाम आएको एकैचोटि माटोमा। मलाई अब होइन खासै अब राति म्युजिक बजाउनु हुने रहेछ। अब म्युजिक भने म ठिकाको म्युजिक बनाएर त धेरै ठुलो त म्युजिक बनाएर हिँडिरहेको थिइनँ। अहिले मलाई चाहिँ टेन्सोले फोन गरेर गयो, क्लाम आयो तिम्रो लागि, तिमीले चाहिँ म्युजिक बजायो भनेर डुङ 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 बजायो, तिमीले किन यस्तो गर्यो भनेर आयो है। अब अर्कोदेखि त बजायो भने तिम्रो सिधै नेपाल भेजिदिन्छु भन्छ यार है। तनाव लाग्यो यार एकछिनमै, कति मजाले भिडियो बनाइरहेको थिएँ क्या है। त्यस कारणले गर्दा अहिले यस्तो गाह्रो हुन्छ कि साला होइन। अब म्युजिक बजाएर हिँड्ने बानी है, डुकचुक 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 पारेर अब यो साला हरामीले चाहिँ अति नै गर्यो भनेर। त्यस कारण मेरो पछि चाहिँ आइरहेको थियो कि अस्ति पुलिस है हो रहेछ क्या। त्यस कारणले गर्दा गभर्मेन्ट नासै भन्न चाहन्छु अब होइन। आज के पारा यामेतेमास। तपाईँको जापानमा चाहिँ एकदम रुल एन्ड रेगुलेसनमा चाहिँ एकदम रुलको फलो गर्नुपर्ने रहेछ होइन। मैले चाहिँ रुल एन्ड रेगुलेसन फलो नगर्ने कारणले मलाई पनि क्लेम आयो होइन। क्लेम कस्तो आयो भन्दाखेरि मैले म्युजिक बजाएर हिँडिरहेको थिएँ क्या होइन, टुकचुक टुकचुक पारेर होइन म्युजिक बजाएको, अनि एक्कासी मेरो क्लेम आएछ। मेरो पसलमा गयो, मेरो क्लेम मेरो घरमा आउँदैन, किनभने मैले जुन कम्पनीमा काम गरिरहेको छु त्यो कम्पनीमा जाने रहेछ। त्यस कारणले आज चाहिँ मेरो एकदम नराम्रो दुःखको खबर हो, किनभने आएको 6 महिनामा मैले यस्तो क्लेम आयो भने अब मैले चाहिँ यो कुराहरू चाहिँ बन्द गर्नुपर्छ, यामेते गर्नुपर्छ। किनभने यस्तो कारणले गर्दा चाहिँ भोलिको दिनमा मेरो भिजामा धेरै नै समस्या आउँछ भन्ने कुरा म आफैले चाहिँ बुझ्दैछु। किनभने साथीहरू एकदम गाह्रो छ कि यहाँको एकदम शान्त वातावरणमा हुर्केको देश रहेछ यो। शान्त वातावरणमा हुर्केको समाजहरू यो देशै त्यस्तो खालको नि त। त्यस कारणले गर्दा हामीले अब हाम्रो तालले चाहिँ हिँड्दाखेरि चाहिँ भोलिको दिनमा हाम्रो भविष्यमा हामी त अब लङ टाइम बस्नको लागि नै जापान आएको हो नि त होइन। त्यस कारणले गर्दा अलिकति गाह्रो हुँदो रहेछ भन्ने कुरा चाहिँ म आज आएर थाहा पाएँ। किन भन्दाखेरि अनि मलाई टेन्सोले फोन गर्यो होइन, यस्तो यस्तो भयो, ओइ तिमीले किन यस्तो गर्यौ, तिम्रो घर फर्किने बेला चाहिँ तिमीले म्युजिक बजाऊ। हो मैले बजाएको यार, त्यो म्युजिकको तालमा आनन्दसँग हिँड्ने बानी भएको कारणले गर्दा त्यो भयो। तर त्यो कारण चाहिँ त्यस्तो चाहिँ गर्नु हुँदैन रहेछ भन्ने कुरा प्रष्ट भयो साथीहरू। त्यही कारणले गर्दा सबै साथीहरूलाई त्यही भन्न चाहन्छु, अब गल्ती गरिन्छ फेरि त्यही गल्ती घरिघरि दोहोऱ्याइरह्यो भने सिधै अब यो मान्छेले चाहिँ यस देशको लागि चाहिँ नियम पालना गर्दैन, यसलाई चाहिँ किन राख्ने जापानमा, किन यसलाई भिजा दिने भन्ने कुरामा पनि भर पर्छ। त्यस कारणले गर्दा अब गाह्रो छ यो अर्का देशमा होइन। हामी चाहिँ हल्लामा हुर्केको मान्छे कि अनि अलिकति रमाइलो खोज्न चाहन्छ उनीहरू, रमाइलो। तर खासमा होइन जापानिजहरू रमाइलोपट्टि चाहिँ ध्यान छैन जस्तो लाग्छ, किनभने उनीहरू चाहिँ होइन रमाइलोमा नभनेको आफ्नो तालमा हिँड्ने, के रमाइलो के हो मात्र काम मात्रै हो क्या यिनीहरूको लागि चाहिँ। हामी चाहिँ अब जिन्दगी चाहिँ रमाइलोमा बिताउन चाहन्छौँ त होइन, दुःख गरे पनि केही जिन्दगी आनन्दमय बनाउन भन्ने हुन्छ। तर यिनीहरू होइन 24 घन्टा मैले 80-90 वर्ष बुढाहरू हुन्छ होइन, मैले खटिरहेछ अनि अन्तिममा ती पैसा खटेको पैसा बुढेसकालमा ती नेपालीहरूले नै घुस सोरेर नेपाली लगायत अब विभिन्न खाइकोमा आउने साथीहरूले चाहिँ होइन त्यस्ता खालको काम गरेर उनीहरूलाई चाहिँ अब एउटा उसमा लाने गर्छ नि त। केमा गर्छ भने
त्यस्तो खालमा बनाउने गर्छ। त्यस कारणले गर्दा अलिकति यो ठाउँमा गाह्रो छ हो बस्नको लागि चाहिँ। त्यस कारणले यहाँ यस्तो भइरहेछ। यो बिल्डिङ हेर्न कस्तो बवाल छ, के गरिरहेछ, काम गरिरहेछ। त्यस कारणले गर्दा अलिकति रुल एन्ड रेगुलेसन चाहिँ विस्तृत रूपमा तपाईँले चाहिँ नि पालना गर्नुपर्ने हुन्छ, नत्र भने मेरो पनि त्यस कारणले यस्तो आयो होइन। यस्तै छ साथीहरू। अब किनभने जापान सबैलाई थाहा, अब त्यस्तै खालको हुन्छ। अब कोही साथीहरू अब जाँडो सिकाएर हल्का रमाइलो हानिदिने, अनि कोही नचिने काँड। हाम्रो विदेशीहरूको धेरै आइरहेछ नि त, काण्डहरू त धेरै मचिरहेछ नि त। त्यो काण्ड मचाउनु हुन्न भन्ने हामीलाई पनि हो। अब आउने साथीहरूलाई पनि यस्तो हुन्छ, यो देश चाहिँ कडा है, रमाइलो गर्नु पाइँदैन, यताउता गर्नु पाइँदैन भन्ने देश हो क्या। किनभने रमाइलो भनेको चाहिँ यहाँ हामी रमाइलोमा जिउने मान्छे, अब रमाइलो नै गरौँ भन्ने सोच विचार हुन्छ। तर त्यो वातावरण चाहिँ कतै हुँदैन। अहिले यहाँ मैले डिक्चिक यहीँ बजायो भने अब यहाँ अर्कोलाई डिस्टर्ब हुन्छ क्या। त्यस कारणले क्लेम हानिहाल्छ, फलाना पसलको फलाना कम्पनी काम गर्ने मान्छेले चाहिँ यस्तो गर्यो भनेर हालिदिन्छ। त्यस कारणले अनि अलिकति समस्याको धातुर चाहिँ त्यहाँ हुन्छ क्या। अब हामी त्यही कारणले यस्तो तालको जिन्दगी छ कि यो जापानमा। मासाला जिन्दगी यहाँ चाहिँ एउटा खै के भन्ने साथीहरू, भने जस्तो जिन्दगी छैन क्या। यहाँ रमाइलो गर्नु भने रमाइलो पाइँदैन, अर्को गर्नु भन्दा नि अर्को पाइँदैन। त्यस कारणले यहाँ पुरै लाटा धुम्मा जिन्दगी हो क्या यो छ नि। यस्तो खालको जिन्दगी छ हो। अब के भने, अब नबनौँ, देशको अवस्था त्यस्तो छ, देशमा त्यस्तै छ है। के गर्नु, देशको हालतले नै तपाईँलाई देश बिग्रिसकेको छ। अब देशमा के भने त हामी युवाहरू नै त्यस्तै छौँ। प्रत्येक अहिले युवाहरू त्यस्तै द्वन्द्व आन्दोलनकारी अनि ती समस्याहरूपट्टि नै छन्। किनभने देशको हालत अहिले देख्दाखेरि अब एउटाले अर्को भनिरहेको छ, मायाशाला एमाले काङ्ग्रेस माओवादी प्रचण्डले, फेरि अहिले केपी ओली चाहिँ माया टोक्ने। अब फेरि देशलाई मचाइरहेछ क्या युवाहरूलाई। युवाहरू मैले गु खाने राणा छोराहरू त्यसमा झ्याक्नेहरूलाई मुख छाडाउने कति है। मायाशाला कति मुख छाड्नु, मुख छाड्यो भने त मुख नछाड न हो साथीहरू। मुख नछाडी पनि भिडियो बनाउन सकिन्छ भनेर साथीहरूले त कमेन्ट गरिरहेछन् होइन। सकिन्छ, बनाउनु सकिन्छ, तर त्यो हिसाबले होइन नि त यार। म त यस्तो रिस उठ्छ है। किनभने अब कति बुझ्दा पनि उनीहरू त्यहीमा लाग्छ क्या होइन। यो अस्ति पनि होइन, एमालेको कार्यकर्ताहरूले चाहिँ बाटोमा रोकेर केटाहरूलाई गाडी नदिने, के कसो गर्ने कस्तो गर्ने भन्ने आज एमालेको झोलेमा देश बिगार्ने जति पनि अहिले ती एमालेको जुन झोलेहरू छ, त्यो 2-4 रुपियाँ पैसा कमाएर एमाले 2-4 पैसा रुपियाँ दियो होला होइन। 2-4 रुपियाँ पैसा चाहिँ नि दिन्छ, भोलि त्यसको पछि लाग्छ केटाहरू होइन। त्यही अनुसारले गर्छ। तर भोलि त्यसको छोराछोरीले, त्यसको नाति भन्न छोराले नि त्यसले देश देख्दैन क्या, नेपाल कहाँ थियो भन्ने बुझ्छ क्या। त्यस कारणले खै के भन्ने साथीहरू, अब मैले जति भने पनि तपाईँहरू बुझ्नुहुन्न। अब नबुझेपछि त्यस्तै हो। एउटा कहिले काहीँ गोठालो हो नि अर्थी सुन्नुपर्छ क्या। मैले गोठालो जस्तै हो क्या देशको लागि चाहिँ। किनभने देशप्रति ठुलो भावना छ, ठुलो माया छ। माया छ भन्दैमा अब त्यो विदेश गएको छ, मैले के माया गर्लास् भन्नु होला। किनभने यो परिस्थितिले हामी विदेश गएको, विदेश गर्ने युवाहरूलाई देशप्रतिको धेरै नै माया हुन्छ होइन, यति माया हुन्छ। त्यस कारणले गर्दा आजको भिडियो म यतै नै समर्पण गर्दै तपाईँहरूलाई हस्त जय नेपाल भन्न चाहन्छु। हस्त अरू केही छ भने कमेन्ट गर्दै गर्नु होला। हस्त नमस्कार।